नमस्कार। प्रकृति दर्पण युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। के तपाईँ अनुहारमा उमेरभन्दा अगाडि नै चाउरी पर्न थालेको छ? आँखा वरिपरि साना रेखाहरू देखिन थालेका छन्? छाला सुक्खा निस्तेज र चमक हराउँदै गएको छ? धेरै मानिसले यसको समाधान महँगा क्रिम, सिरम वा सौन्दर्य उपचार खोज्छन्। तर के तपाईँलाई थाहा छ? हाम्रो छालाको वास्तविक सुन्दरता बाहिरबाट भन्दा पनि भित्रबाट सुरु हुन्छ। आजको भिडियोमा हामी जान्नेछौँ छाला किन चाउरी पर्छ, चाउरी रोक्न के गर्ने र वैज्ञानिक रूपमा लाभदायक 7वटा यस्ता खानेकुरा जसले छालालाई लामो समयसम्म स्वस्थ, मुलायम र जवान देखिन मद्दत गर्न सक्छन्। त्यसैले भिडियोको अन्तिमसम्म अवश्य हेर्नुहोस्। छाला किन चाउरी पर्छ? हामी उमेर बढ्दै जाँदा छाला चाउरी पर्नु स्वाभाविक प्रक्रिया हो। तर अहिले धेरै मानिसमा 30 वर्ष नपुग्दै पनि छाला चाउरिन थालेको देखिन्छ। यसका प्रमुख कारणहरू यी हुन्। 1 नम्बर, छालाको परावैजनी युभी किरण। सूर्यको युभी किरणले छालामा रहेको कोलाजेन र इलास्टिन नामक प्रोटिनलाई बिस्तारै नष्ट गर्छ। यही दुई प्रोटिनले छालालाई तन्किएको, बलियो र लचिलो बनाइराख्छन्। जब यी घट्न थाल्छन्, छाला ढिला, पातलो, खोकुलो र चाउरी पर्न थाल्छ। 2 नम्बर, उमेर बढ्दै जानु। उमेर बढेसँगै नयाँ कोष बन्ने गति घट्छ, कोलाजेन उत्पादन कम हुन्छ, प्राकृतिक तेलको मात्रा पनि कम हुँदै जान्छ, फलस्वरूप छाला सुक्खाएर चाउरी पर्न थाल्छ। 3 नम्बर, धूम्रपान र मदिरा। धूम्रपानले रक्त सञ्चार घटाउँछ, अक्सिजन र पोषण छालासम्म पर्याप्त पुग्दैन, यसले छालाको बुढ्यौलीलाई निकै छिटो बनाउँछ। 4 नम्बर, पर्याप्त पानी नपिउनु। शरीरमा पानीको कमी हुँदा छाला सुक्खा, खस्रो र चाउरी देखिन थाल्छ। 5 नम्बर, खराब खानपान। धेरै चिनी, जङ्क फुड, अत्यधिक प्रशोधित खाना, कम फलफुल र तरकारी यी सबैले शरीरमा अक्सिडेटिभ स्ट्रेस बढाउँछन्, यसले छालालाई छिटो बुढो देखाउन थाल्छ। 6 नम्बर, तनाव र कम निद्रा। रातभर राम्रो निद्रा नपुग्दा शरीरले कोलाजेन पुनर्निर्माण गर्न पर्याप्त समय पाउँदैन। दीर्घकालीन तनावले पनि छालामा सकारात्मक भन्दा पनि ज्यादा नकारात्मक असर पार्न थाल्छ। 7 नम्बर, प्रदूषण। धुलो, धुवाँ, रसायन यी सबैले छालामा फ्री र्याडिकल बढाएर कोषलाई क्षति पुर्याउन सक्छन्। साथीहरू, अब जानु चाउरी रोक्न सहयोग गर्ने 7 सुपरफुड के हुन् त? 1 नम्बरमा छ गेडागुडी। दाल, चना, राजमा, केराउ, सिमी, बोडी यी सबैमा पाइन्छ प्रोटिन, फाइबर, भिटामिन बी, भिटामिन ई, एन्टिअक्सिडेन्ट। यसले शरीरबाट हानिकारक तत्त्व हटाउन, कोलाजेन बढाउन सहयोग गर्न र छालालाई स्वस्थ राख्न मद्दत गर्छ। नम्बर 2, भिटामिन सी भएका फलफुलहरू जस्तै कागती, सुन्तला, किवी, स्ट्रबेरी, भेडे खुर्सानी। भिटामिन सी कोलाजेन निर्माणको लागि अत्यन्त आवश्यक हुन्छ। यसले घामबाट हुने क्षति कम गर्न र छालाको चमक कायम गर्न मद्दत गर्छ। नम्बर 3, भिटामिन ए भएका खानेकुराहरू। गाजर, अन्डा, फर्सी, हरियो साग। भिटामिन एले नयाँ छालाका कोष बढाउन, पुराना कोष हटाउन, छालालाई मुलायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। नम्बर 4, स्वस्थ चिल्लो पदार्थ विशेष गरी जैतुनको तेल, एभोकाडो, बदाम, ओखर यी खानेकुरामा पाइने स्वस्थ फ्याटले छालामा प्राकृतिक मोइस्चर कायम राख्नलाई मद्दत गर्छ। नम्बर 5, पोटासियमयुक्त खानेकुरा। केरा, पालुङ्गो, एभोकाडो, आलु। पोटासियमले शरीरमा पानीको सन्तुलन मिलाउँछ, यसले छालालाई नरम, स्वस्थ र ताजा देखाउन सहयोग पुर्याउँछ। नम्बर 6, ओमेगा 3 भएका माछा। यदि तपाईँ माछा खानुहुन्छ भने साल्मन, सार्दिन, म्याक्रेल, टुना जस्ता माछा उत्कृष्ट विकल्प हुन्। ओमेगा 3 ले छालाको सुजन कम गर्न, प्राकृतिक तेल कायम राख्न, छालालाई चम्किलो बनाउन मद्दत गर्छ। शाकाहारीका लागि अलसीको बिउ, चिया सिड र ओखर पनि राम्रो विकल्प हुन्। नम्बर 7, प्रोटिनयुक्त खानेकुरा। प्रोटिन बिना स्वास्थ्य छाला सम्भव छैन, किनकि हाम्रो छालाको आधार नै प्रोटिन हो। उत्तम स्रोत भनेको प्रोटिनको लागि अन्डा, दुध, दही, माछा, दाल, गेडागुडी। प्रोटिनले नयाँ कोष निर्माण गर्न र छालाको मर्मत गर्न मद्दत गर्छ। यदि साँच्चै जवान देखिन चाहनुहुन्छ भने यी बानी पनि अपनाउनुहोस्। दैनिक 2-3 लिटर पानी पिउनुहोस्। घाममा निस्कदा सनस्क्रिन, टोपी र छाता प्रयोग गर्नुहोस्। दिनमा कम्तीमा 7-8 घण्टा सुत्नुहोस्। धूम्रपान र अत्यधिक मदिराबाट टाढा रहनुहोस्। नियमित व्यायाम गर्नुहोस्। अत्यधिक चिनी र जङ्क फुड कम गर्नुहोस्। याद राख्नुहोस्, यदि कुनै पनि एउटा खानेकुराले चमत्कार गर्दैन, सन्तुलित आहार, पर्याप्त पानी, राम्रो निद्रा र स्वास्थ्य जीवनशैलीको संयोजनले नै छालाको स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउँछ।
त्यसैले साथीहरू निष्कर्षमा के भन्न सकिन्छ भने छाला चाउरी पर्नु प्राकृतिक प्रक्रिया हो, तर सही खानपान, नियमित व्यायाम, पर्याप्त पानी र स्वस्थ जीवनशैली अपनाएर यसको गति धेरै हदसम्म कम गर्न सकिन्छ। यदि तपाईँले आजदेखि नै यी 7 खानेकुरा आफ्नो दैनिक भोजनमा समावेश गर्नुभयो भने केवल छाला मात्र होइन, समग्र स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ। हवस् त साथीहरू, यदि यो भिडियो उपयोगी लाग्यो, राम्रो लाग्यो भने लाइक गर्न नभुल्नुहोला, प्रतिक्रिया दिनुहोला। यी 7 खानेकुराहरूमध्ये तपाईँले कुन नियमित खानुहुन्छ त्यो लेख्नुहोला। स्वास्थ्य सम्बन्धी यस्तै वैज्ञानिक र प्राकृतिक जानकारीका लागि प्रकृति दर्पण युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि अर्को भिडियोमा भेटौँला भन्दै बिदा हुन्छु। हवस् त, धन्यवाद, नमस्कार। हाम्रो भिडियो उपयोगी लागे लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला अर्को स्वास्थ्य जानकारीसँग। नमस्कार।